बाबु कृष्ण छिटो खाना खाएर स्कुल जाऊ। आमा म खान्न। आमा म स्कुल पनि जान्न। यस्तो नबन्न छोरा, मैले देखेको सपना नै तै होस्। तैले नै यस्तो गर्नु भने मेरो के हुन्छ? आमा म स्कुल जान्छु। तपाईँको सपना पुरा गर्छु। आमा यो मेरो बाचा हो। उतार त के छ त्यहाँ? अघि नै त्यहाँ कृष्णको घर कहाँ गुन्डा छोरो जान्छ हेर। बिचारा दिदीलाई गुन्डाहरूले मार्छन् क्या? गुन्डाहरूले के गरिला दिदीलाई? तैँले हाम्रो पैसा लगाएर कहिले दिन्छ? आफ्नो छोरालाई पढाउने गर्नु पैसा लगाइदिस् तैँले। त्यो पैसा कहिले दिन्छ? साप म तपाईँको पैसा छिटै दिन्छु। आमा म स्कुलबाट यही दिनमा 1 महिनाभित्र तैँले हाम्रो पैसा दिइस् भने तँलाई म सिधै दिन्छु। त्यसले आमा कति टेन्सन लाग्नुहुन्छ? आमा तपाईको लागि म छु नि। म ठुलो भएर विदेश जान्छु अनि तपाईको सुखको दिन आउँछ। अब आमा सुत्नु। त पनि सुत्छु। आमा म दौडिन जान्छु। कति दर्द हुन्छ एकछिन गएर पढ्न। नाइकी आमा म दौडिन जान्छु। कति जिद्दै गरेको, जा छिटो आउनु तर। म खेलेर आएँ। कहाँ हुन्छ आमा? कहाँ हुनुहुन्छ नि आमा? आमा आमा त यहाँ पो हुनुहुन्छ। के गर्दै हुनुहुन्छ? आलुमा हाल्को माटो चाहिँ केलाइरहेको। तपाईँले एउटा कुरा भन्नु मन थियो। भन्नु के कुरा? ल अब आमा अब नेपाल बस्ने के गर्ने के? म अस्ट्रेलिया जान लाग्यो। किन जानु पर्यो अस्ट्रेलिया? होइन कि आमा पैसा कमाउनु परेन। अब म जान्छु के। ल जालास पहिले जानिस् त। जाने त अब भोलि भइहाल्ने हो। ए भोलि जानिस् त। ल त्यसै सुत। ल त आफ्नो कोठामा सुत। म पनि आफ्नो कोठामा सुत्न गएँ। ल अब अस्ट्रेलिया जाने भयो भोलि। सुत्छु अब। भोलि बिहान उठ्नुपर्छ चाँडै। तपाईँको सुखको दिन आयो आमा। हे भगवान, मैले मेरो छोराले मबाट पहिलोचोटि टाढा हटाउँदैछु। अबको बाटोमा उसँग मेरो साथ हुने छैन। मेरो छोराको रक्षा गर्नुहोस् भगवान। आमा अब हामी कृष्णको विदाई गर्छौँ। खुल्लै राख है आमा, घरमा दियो बाली राख कृष्ण नजानु। है आमा।
राखा है आमा घरमा दियो परदेश आएको 2 वर्ष भएपछिको काम। भाइ सही भन्यो, यो अस्ट्रेलियामा पनि यस्तै काम रहेछ, अरू केही काम पाएन हामीले। भाइ मलाई त घर जान मन लाग्यो, साह्रै घरको याद आयो मलाई। कति बेला लाग्छ भाइ? हिँड्छौँ। अब के गर्ने होला, मलाई त घरको याद आयो यार। त्यहाँ दिदी कहाँ जानु लाग्नुभएको? ढोका बन्द गरेँ। यो त दीक्षा बहिनीको फोन आएछ। हेलो बहिनी। नमस्ते दाइ। नमस्ते बहिनी। तपाईँको आमा चाहिँ ढोका बन्द गरेर कता पो जानु लाग्यो? के रे, के भन्छौ तिमी? यो मेरो त भन्ने काम हो, मैले त भने के अब राखेँ। मेरी आमालाई साँच्चै छ भन्दिनु। लाई बाबु तिमीले सासा भर्नु, छिमेकीलाई बोलाइदिनु, ओखतिनी गर्नु। लैजा खबर ए हावा पीर बेथा यो भिडियो जति राम्रो छ, यो भन्दा धेरै राम्रो रियल हिरो अल्साको आबाट आमा छ। त्यसैले एकचोटि आफ्नो नजिकैको हलमा गएर आबाट आमा हेरिदिनु होला। यो त एउटा टेलर मात्रै हो, आबाट आमा हेरिदिनु होला भनेर म अनुरोध गर्दछु। आबाट आमा। बाबा हजुर मेरै फोटो खोज्दा खोज्दै कोटमा निसासिदा पानी बनी चुही
बोक्न सकिन है मैले